ल हाम्रो चाहिँ यहाँ गल्ली क्रिकेट हुँदैछ। यो हाम्रो ग्राउन्ड चाहिँ यिनै हो, प्लेयरहरू खेल्दै छन्। अब हाम्रो चाहिँ यहाँ ब्याट्सम्यान निरञ्जन दुलाल रेडी हुनुहुन्छ र हाम्रो यहाँ भान्जा सन्देश सापकोटा नि रेडी हुन्छ। उहाँ हाम्रो प्रतीक दुलाल नि बल प्र्याक्टिस गराइदिनु हुनुहुन्छ भान्जालाई। र भान्जाले चाहिँ अब बलिङ सुरु गर्न लागिसके। हाम्रो भान्जाको बलिङ भनेको सबै जहिले पनि वाइड र नो बल मात्र हुन्छ। अब अहिले चाहिँ कस्तो गर्नुहुन्छ हामी हेर्दैछौँ। ल हेरौँ है। ओ बल स्विङ भएको छ। धन्न भान्जाले इज्जत राखेका छन्। यहाँ 1.5मा चाहिँ नगरौँ, 1.5मै गरौँ न। ल कमेन्ट्रीमा चाहिँ म श्याम दुलाल छु। ल हाम्रो भान्जाले फेरि फास्ट बलिङ गर्नको लागि चाहिँ दौडिदिनुहुन्छ। ल बल अहिले चाहिँ ब्याटमा कनेक्ट नसकेको छ र बल सिधै बासा झाङमा पुगेको छ। बल बासा झाङमा एक रन लिनुभएको छ। ब्याट्सम्यानले 1 रन लिनु भइसकेको छ र यो ओभर भान्जाको ओभर सिद्धिएको छ र फेरि क्रिजमा निरञ्जन दुलाल पुग्नु भएको छ र बलरको नयाँ बलरको रूपमा चाहिँ हाम्रो स्पिनर गरिरहनुहुन्थ्यो, तर उहाँले आज चाहिँ फास्टै गर्न थाल्नुभएको छ। प्रतीक दुलाल आउनुभएको छ, सन्देश सापकोटालाई रिप्लेस गरिरहनु भएको छ। ल उहाँले बलिङ कस्तो गर्नुहुन्छ अब हामी हेर्छौँ। र भान्जाको बल के प्रतीकको बलिङ चाहिँ सुरु भयो र क्रिजमा चाहिँ हाम्रो निरञ्जन दुलाल छ। ल बल रिलिज गर्नुभएको छ। यो हो कस्तो मिस भएको छ र यो बल चाहिँ पछाडि विकेट किपरले नसमातेको हुनाले 1 रन चाहिँ लिन सफल हुनुभएको छ र अब क्रिजमा चाहिँ पुग्नु भएको छ। नाम के अरे र यहाँ चाहिँ हाम्रो अर्को फिल्डरले चाहिँ हाम्रो प्रतीक दुलालले फाल्नु भएको बललाई थ्रो बल घोषणा गरिदिनु भएको छ, तर थ्रो बल चाहिँ थिएन त्यो बल। ल फेरि अर्को बलिङ स्ट्राइकमा हानेको छक्का। ओ बल आकाशमा उडेर खोलामा पुगेको छ र रन चाहिँ यहाँ 2 रन लिइरहनु भएको छ र हाम्रो बुढे निरञ्जन दुलालसित 2 चोटि दौडिसक्नुभयो। ल फेरि अर्को बलिङ सुरु आइसकेको छ र यता फेरि ब्याटमा टच भएर चाहिँ हाम्रो सिधै सन्देश सापकोटा भान्जाको हातमा बल पुगेको छ र यो सँगै अबुको विकेट गएको छ र क्रिजमा चाहिँ हाम्रो अर्को साना ब्याट्सम्यान आउनु भएको छ। सन्देश सापकोटाले चाहिँ वाइड बल फाल्न आग्रह गरिरहनु भएको छ। हेर्न सकिन्छ बल ओ आउट भयो रे। फेरि हाम्रा सानो भाइ नै आउट भएको घोषणा गर्न चाहन्छु म यहीँ बसेर। यो बेला चाहिँ हाम्रो सन्देश भान्जाले झेरी गरिरहनु भएको छ। ल हाम्रो प्रतीक दुलालले चाहिँ निकै नै वाइड बल फाल्नु भएको छ र उहाँ खुसी पनि हुनुहुन्छ। खुसीको सीमै छैन। लगातार 2 विकेट लिइसकेपछि वाइड बल फालिसकेपछि उहाँ के भन्नुहुन्छ म उहाँको बुझा बुझाइलिन्छु। ल के भन्न चाहनुहुन्छ तपाईँ? हजुर 2 विकेट लियो, हजुर नलिए पनि केही छैन। अब ह्याट्रिक भन्नुहुन्छ तपाईँ। त्यस्तो टाढाको बल फालेर तपाईँ के गर्न सक्नु भएको? साना बच्चालाई पार हेप्नु भएको होइन तपाईँले? प्रेसरको सिचुएसनले हुन्छ नि त। यस्तो कुरा नगर्नुहोस्। हेर्नुहोस् तपाईँ यस्तो कुरा भन्न सकिन्छ त्यसलाई। त्यस्तो कुरा नगर्नुहोस्। तपाईँ यस्तो झेली गेम नखेल्नुहोस् है। झेली गेम बार्साको टी सर्ट लाएर यस्तो झेली गेम खेल्नुभयो भने तपाईँ त फेरि र बल यो सँगै यो झाडीतिर गएको छ र हाम्रा फिल्डरहरू खोज्दै हुनुहुन्छ र यहाँ हाम्रा भुँडे ब्याट्सम्यानदेखि लिएर लुरे ब्याट्सम्यानदेखि लिएर सबै छन् यहाँ। र अहिलेसम्म सबभन्दा बढी रन लिनुभएको हाम्रो निरञ्जन जिल्ला चाहिँ एक शब्द दिनलाई के भन्न चाहनुहुन्छ तपाईँ? बाबुस उहाँ 10 रन हालेर शतक हान्ने घोषणा गरिसक्नु भएको छ। ल अब चाहिँ उहाँ बल ल उहाँको बलिङ
ल बलिङ गर्नुहोस् छिटो गर्नुहोस् ल प्रतीक दुलालले अर्को बलिङ गर्नुभएको छ ल यो सँगै बल निकै हावामा छता गएर ल्यान्डिङ भएको छ ल हाम्रो प्रतीकले चाहिँ राम्रै कति स्पेल गर्नु पऱ्यो तपाईँले ल अर्को बलिङ र राम्रो ब्याट चलाएका छन् र यहाँ 1 रन चाहिँ लिन सफल हुनुभएको छन् र क्रिजमा मान्छे आउँदैछन् र हामी एकछिन ब्याटिङ हेर्छौँ यहाँ ऊ हेर्नुहोस् बल हावा उडाएको छन् र हाम्रो यहाँ खेलाडी निरञ्जन दुलालले क्रिजमा टिकिरहनु भएको छ र उहाँले बल प्रहार गरेको रन बनाइ हुनुहुन्छ र एकैछिन हामी उहाँको प्रतिक्रिया लिनेछौँ ल यहाँ चाहिँ यतिका दर्शकहरू यहाँ बसेर हेरिरहनु भएको छ ल औ के भन्छ सब बोला भन् गाइस मेरो च्यानल सब्स्क्राइब गरिदिनु मेरो च्यानलको नाम ब्याडली बोय दुलाल ए हो र म थाहा छैन ए ल राइमनी के भन्छ ल भन् म केही पनि भन्दिनँ मेरो ब्याटिङ देखाउनु ब्याटिङ गर्न जाने पो तैँले बोल्नै परेन ल पाओ यो चाहिँ इनर्जी ड्रिङ्क ब्रेक पछाडि चाहिँ फर्किनु भएको छ र उहाँ क्रिजमा पुग्दै म उहाँको चाहिँ के भनाइलिन चाहन्छु ल निरञ्जन कि तपाईँ के बोल्दै हो नि त क्रिजसम्म नपुग्दा ल उहाँ चाहिँ 100 रन हान्ने टार्गेट हुन्छ अरे अहिलेसम्म 10 रन चाहिँ हानिसकेको चाहिँ हामीलाई चाहिँ हेर्दा थाहा भइसक्यो हा ल उहाँको 100 रन चाहिँ पुग्दै पुग्दैन ल हेरौँ है त उहाँ बल आयो बल तनक दिइसकेको छ र भान्जाले दिएको बल चाहिँ उहाँले चाहिँ भलिबल सम्झेर चाहिँ बङ बङ हानिरहनु भएको छ आज के खाएर हो निकै नै फुर्तिलो हुनुभएको छ हाम्रो निरञ्जन दुलालजी र म चाहिँ यो लाइभ त नभनौँ रेकर्डेड भिडियो चाहिँ खिचिरहेको छु र उहाँको बलिङ चाहिँ आज निकै नै चाखलाग्दो देखिएको छ उहाँ चाहिँ बल चाहिँ हावामा कहाँ हो ल निरञ्जनले हानेको बल चाहिँ यसो खोला तरेर कहाँ पऱ्यो भन्ने खोज्दै हुनुहुन्छ उहाँ बल खोजेको तरिका यो छ र हाम्रो प्रतीक दुलालले चाहिँ दोस्रो ओभरमा चाहिँ निकै नै राम्रो बलिङ गरेर 2 विकेट लिए पछाडि उहाँ पनि चौका र छक्का खाइरहनु भएको छ हामीले प्रतीक दुलालको प्रतिक्रिया चाहिँ लिइसकेका छौँ तर अब हामी चाहिँ ब्याक टु ब्याक चौका र छक्का खाइरहने हाम्रो सन्देश सापकोटा भान्जाको चाहिँ प्रतिक्रिया लिन चाहन्छौँ यता हेर्नुहोस् त के छ अनि खबर अलिअलि रन खाइयो अलि रन नभन्नुहोस् यता धेरै व्यापकै रन खानु भएको छ यता हेर्नुहोस् त तपाईँको मेकअप खुलिसकेको छ मुख धोएर आउनु सानो पुरै सेतो भइसक्यो रिजनको जस्तो त लागेको छैन त्यही पनि ल तपाईँ यसरी ब्याक टु ब्याक चौका छक्का खाइरहनु भएको छ के भन्नु चाहनुहुन्छ 50 रन चेज गर्ने के भन्न चाहनुहुन्छ ओपनिङ आउँछ पक्रिनु ब्याटिङ आउँछ अब तपाईँको कति बल स्पेल गर्नुभयो सेन्चुरी आइहाल्छ नि त्यसो नलिनु आउँछ हो ल यहाँ हामी चाहिँ बल खोज्ने चाहिँ खोजिरह हजुर ए त बल निकाल्न पहिला बल खोज्दै हुन्छ यहाँ हाम्रो दिप्सन सरकार बल खोज्दै हुन्छ 65 मा 6 गरेर त कति हुन्छ 61 होइन 71 होइन